हेलो एन्ड नमस्ते एभ्रिवान। नेप्सी नेभिगेटरमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। साताको अन्तिम कारोबार दिन बिहिबार 12 जुन 2025। आज नेप्सी इन्डेक्स 9.08 अङ्कले घटेर 2655.38 बिन्दुमा क्लोज भएको छ। नेप्सी इन्डेक्स 9.08 अङ्कले घट्दै गर्दा मार्केटमा टोटल टर्नओभर भने 12.52 अर्बको देखिएको छ, जसमा 118वटा कम्पनीको प्राइसमा राइज देखिएको छ भने 186वटा कम्पनीको प्राइसमा चाहिँ फल देखिएको छ। यो छोटो इन्डेक्सको समरीपछि अब मार्केटलाई हाम्रो सेक्टरबाट हेरौँ। हाइड्रोपावरमा लगातार 5औं दिनको राइजपछि आज पनि 6औं दिनमा 8.29 अर्बको भोल्युम देखिएको छ। इन्डेक्स पनि लास्ट दिनहरूको जस्तो त्यसरी म्यासिभली इन्क्रिज देखिन सकेको छैन। आज चाहिँ 0.22% को राइज देखिएको छ हाइड्रो सेक्टरमा। टर्नओभर पनि अलमोस्ट इन्डेक्सको मोर देन 65% नै हाइड्रो सेक्टरमा मात्रै देखिएको छ। अरू सेक्टरहरूमा पनि खासै त्यस्तो चेन्जेस देखिएको छैन। ट्रेडिङ सेक्टरमा -1.09% को फल देखिएको छ। डेभलपमेन्ट ब्याङ्कमा 1% को फल देखिएको छ। राइज भने आज होटल एन्ड टुरिज्म सेक्टरले चाहिँ एकदम राम्रो गरेको छ। सिजिएसमा पनि राम्रो राइज देखिरहेको थियो। आज 2.14% ले होटल एन्ड टुरिज्म सेक्टरमा राइज देखिएको छ। आजको मार्केटमा एकदमै हट स्टकहरू, ट्रेन्डिङ स्टक्सहरू चाहिँ एनजिपिएल, बरुन, युएनएचपिएल, एसपिडिएल, युपिसिएल, जिएचएल, रिदी र रादी रहेका छन्। यो छोटो मार्केट समरीपछि अब हाम्रो नेप्सी इन्डेक्सलाई चाहिँ हामी टेक्निकली चार्टरबाट हेरौँ। यो हाम्रो लास्ट भिडियोमा भने जस्तै यहाँनिर हामीले भनेको थियो नि, यहाँ चाहिँ बेरिस फेरि भ्याल्यु ग्याप छ। यो पोइन्टबाट चाहिँ अलिकति मार्केटमा हल्का करेक्सन देखिन सक्छ। यो 2690 भन्दा माथि क्लोजिङ दियो भने चाहिँ हामीले माथि हेर्ने टार्गेट भनेको यो 2720 को एरियादेखि 2745 को जोन चाहिँ यो नेक्स्ट सप्लाई जोन छ भनेर भनेको थियौँ हामीले, हैन। यो अस्ति लास्ट भिडियोको यो उसले नै यही रहेछ। यसलाई चाहिँ हटाउँ है। हाम्रो लास्ट भिडियोको स्ट्राटेजी के थियो भन्दाखेरि, यदि यहाँनिर यो बेरिस फेयर भ्याल्यु ग्यापबाट चाहिँ यहाँनिर मार्केटले हल्का यसबाट चाहिँ प्रफिट बुकिङ देखिन्छ। यो एरियामा किनेको, यो पोइन्टमा किनेको मान्छेहरूको हल्का सेलिङ देखिन्छ, अथवा यहाँ माथि बेच्न छुटेकोहरूले यहाँ रिस्क म्यानेज गर्ने एरिया हुनसक्छ भनेको थियो हामीले, होइन। त्यस्तै भएको छ यहाँ। अब यहाँनिरबाट चाहिँ मान्छेहरूले हल्का प्रफिट बुकिङ अथवा यो रिस्क म्यानेज गरेको देखेको छ भने अब हाम्रो नेक्स्ट स्ट्राटेजी चाहिँ के हुनसक्छ त? हाम्रो स्ट्राटेजीमा चाहिँ केही पनि चेन्ज छैन है। हामीले यस्तो भयो भने पनि के गर्ने भनेर हामीले पहिले डिस्कसन गरेको थियौँ। यो भयो भने पनि हाम्रो डिमान्ड जोन भने चाहिँ कहाँनिर छ त? योनिर हाम्रो यो यहाँ चाहिँ हाम्रो डिमान्ड जोन नै क्रिएट भयो। यो अलिकति बोल्ड गरौँ है। यसलाई अलिकति लो टाइम फ्रेमबाट हेरौँ। हाम्रो अहिलेको लागि हाम्रो रिसेन्ट डिमान्ड जोन कहाँ हुन्छ त? मार्केटले चाहिँ अब अलमोस्ट डिमान्ड जोन नजिकै छ है। यसलाई रेस्पेक्ट गर्छ भने ठिकै छ। यहीँबाट पनि मार्केट बाउन्स भएर जान सक्छ माथि र, होइन। यदिबाट यहाँबाट यसलाई चाहिँ रेस्पेक्ट गर्छ भने पनि मार्केट धेरै फल हुने चान्सेस चाहिँ देख्दिनँ म चाहिँ है। यहाँबाट चाहिँ यो अहिले भइरहेको फल चाहिँ बाइङ अपर्च्युनिटी हुनसक्छ जस्तो लाग्छ मेरो लागि चाहिँ। यो एरियामा नै आउँछ भने पनि हामीले के गर्छौँ त, हाम्रो स्टप लस पोइन्ट चाहिँ चेन्ज हुँदैन है। यहाँनिर चाहिँ हामीले अघिल्लो अस्तिकोचोटि भन्दाखेरि यो एरियामा इन्ट्री लिँदाखेरि पनि 2605 के स्टप लस भन्ने थियो हामीले, होइन। राइज भएर फल आउँदाखेरि पनि हामीले बाई गर्ने, स्टप लस चाहिँ 2605 नै राख्ने भन्ने नै थियो हाम्रो स्ट्राटेजी। त्यही नै कन्टिन्यू छ अहिले। यो पोइन्टमा हामीले अलिकति अब यहाँनिर रिस्क म्यानेज गरेर हामीले अस्ति भने चाहिँ ठिकै छ। छैन भने पनि चाहिँ अब बेच्ने यो पोइन्टमा आएर सेल गर्ने भन्दा पनि यहाँ पनि यहाँ वेट एन्ड वाच नै गर्दा बेटर होला, होइन। नयाँ एन्ट्री लिनको लागि चाहिँ म भन्दिनँ, होइन। ठिकै छ। अब मार्केटमा मोमेन्टम राम्रो देखिन्छ सेक्टर वाइज, स्टक वाइज चाहिँ भने आफूसँग भएको स्टक्सहरूमा चाहिँ अब डिमान्ड जोन हो। यहाँनिर चाहिँ अलिकति सानो रिस्क लिएर चाहिँ माथिको टार्गेटहरू राख्छु भनेर हेर्न सकिन्छ।
अब यहाँबाट यदि मार्केट फर्किँदाखेरि चाहिँ अब चाहिँ के हुन्छ भन्दा अब हाम्रो नेक्स्ट टार्गेट चाहिँ कहाँ राख्छौँ हामीले भन्दाखेरि स्टप लस पोइन्ट 2605 छ, योभन्दा तलतिर गयो भने सेल गर्ने भनेर हामीले सोचिरहेछौँ भनेपछि माथि जाँदाखेरि चाहिँ टार्गेट चाहिँ कहाँ राख्छौँ त हामीले भन्दाखेरि यो अहिलेको रिसेन्ट टाइमभन्दा माथिको चाहिँ माथिको सप्लाई जोन भनेको अलमोस्ट त्यही नै हो। यहीदेखि यो 2720देखि 2700 यो 2745को एरिया छ नि जुन, यो एरियामा मार्केटले कस्तो सिनेरियो क्रिएट गर्छ त्यही अनुसार हामी चाहिँ यहाँनिर चाहिँ रिस्क म्यानेज चाहिँ गर्छौँ। यहाँनिर रिस्क म्यानेज गर्दा बेटर पनि किन छ जस्तो लाग्छ मलाई भन्दाखेरि चाहिँ यो 2745 2770को एरियाभन्दा माथि क्लोजिङ दिन्छ भने चाहिँ त्यसपछि माथि मार्केट त ठुलो मार्केट त योभन्दा एकदम बुलिस क्यान्डलै बनाएर माथि क्लोजिङ गर्छ भने त हामी योभन्दा माथिको टार्गेटहरू लिन्छौँ भने भएन। हल्का यो एरियामा योभन्दा माथि क्लोजिङ थियो तर हल्का सेलिङ आयो भने फेरि रिट्रेसमेन्टमा फेरि इन्ट्री हान्न सजिलो भइहाल्छ। अब बुलिसै भएर क्यान्डल क्लोज गऱ्यो माथि भने त माथिको एरिया नै हेरौँला हामी 2860देखि 2950सम्म 2950 60 2950को एरियासम्म हेर्न सक्यो हामीले। यो एरिया होइन यो रेन्जमा गएर स्यालो हुन्छ मार्केट भने चाहिँ यहाँनिर एक्जिट लिएर त्यसपछि मार्केटले कस्तो सिनेरियो क्रिएट गर्छ त्यही अनुसार हेर्दै जाउँला। इन्डेक्समा भन्दा एकदमै राम्रो राइज छ यो नेप्सी इन्डेक्समा भन्दा एकदमै राम्रो राइज चाहिँ हाइड्रो सेक्टरमै देखाएको थियो होइन। अब हाइड्रो सेक्टर चाहिँ अघि एकचोटि चार्ट हेरौँ है हाम्रो हाइड्रो इन्डेक्सको चाहिँ हाइड्रो पावर चाहिँ एकदम ठ्याक्कै सप्लाई जोनमा गएर हाम्रो यो इन्भर्टेड ह्यामर क्यान्डल बनेर चाहिँ हाइड्रोमा चाहिँ है हाइड्रोमा चाहिँ अलिकति प्रफिट बुकिङ आउँछ जस्तो देखिन्छ यसमा। हाइड्रो इन्डेक्स एप्स तपाईँहरूसँग चाहिँ अब हाइड्रो सेक्टरको स्टकहरू छ भने चाहिँ हाइड्रो सेक्टर स्टक्सहरू छ भने चाहिँ यदि प्रफिट बुक गर्नु भएको छैन भने यो रेन्जमा प्रफिट बुकिङ गर्दाखेरि नै बेटर छ होला है यसमा चाहिँ। यसको चाहिँ अब यहाँबाट यदि हाइड्रोमा यो माथि 2694भन्दा माथि क्लोजिङ दिन्छ 2694भन्दा माथि क्लोजिङ दिन्छ भने चाहिँ यो माथिको टार्गेट भनेको 3880को एरियामा भएको नेक्स्ट सप्लाई जोनमा चाहिँ हेर्न सकिन्छ होइन। यदि मार्केट यहाँबाट यो क्लोजिङ चाहिँ अस्ति लो 3632भन्दा तल क्लोजिङ दिन्छ भने चाहिँ नेक्स्ट क्यान्डल चाहिँ एउटा रेड क्यान्डल फर्म भएर यहाँनिर चाहिँ यसरी क्लोजिङ दिन्छ भने चाहिँ होइन यो फल नै इन्डिकेट गर्छ है। यसले चाहिँ कन्फर्मेसन यदि बुक गर्नु भएको छैन कन्फर्मेसन पछि चाहिँ प्रफिट बुक गर्छु अथवा सेलिङ कन्फर्मेसन पुग्छु। अब यही नै यो सप्लाई एरियामै नै यो इन्भर्टर ह्यामर बन्नु नै एकदमै यही नै हो एउटा क्यान्डल त कन्फर्मेसन क्यान्डल जस्तो। अब यो होइन अर्को नेक्स्ट कन्फर्मेसन क्यान्डल कुर्छु वेट गर्छु भन्नुहुन्छ भने पनि होइन यसको 3632भन्दा तलतिर अब नेक्स्ट क्यान्डल क्लोज गर्छ भने चाहिँ यो सेलिङ कन्फर्मेसन हुन्छ है। यो चाहिँ अब यहाँबाट यदि फल नै हुने हो भने चाहिँ कहाँसम्म आउने हो त फल हुन्छ त भनेर यसो हेर्दाखेरि चाहिँ रिसेन्टली यदि यहाँबाट फल हुन्छ भने चाहिँ कहाँ हो त यसको डिमान्ड जोन यहाँनिर यसको अर्डर ब्लक यहाँनिर छ डेली फेयर भ्याली ग्याप यहाँबाट यो मार्केट फल भएर आउँदाखेरि एउटा सानो पुल ब्याक दिएर यो एरियासम्म चाहिँ ट्याप गर्न सक्छ है मार्केटले चाहिँ। त्यो यस्तो सिनेरी क्रिएट भयो भने के गर्ने भन्दाखेरि चाहिँ अब यहाँनिर प्रफिट बुक यहाँनिर प्रफिट बुक गरेको पैसाहरूलाई चाहिँ यो रेन्जमा आएर यो अराउन्ड
3500 को रेन्जमा 3500 रेन्जमा यो बाई गर्ने होइन। अब एकदम टाइट स्टप लस राख्छु भन्नुहुन्छ भने अब यही 3400 यही एरियामा स्टप लस राख्दा पनि भयो होइन, अलिकति उयो गर्छु भनेर यो एरियासम्मको यति सानो स्टप लस त के राख्नु, यो एरियासम्मको स्टप लस राखेर पछि स्विङ लोको स्टप लस राखेर टार्गेटलाई चाहिँ योभन्दा माथिको सप्लाई जोनमा चाहिँ यतातिरसम्म चाहिँ टार्गेट राख्न सकिन्छ। यो एरिया भने चाहिँ अनि यहाँ चाहिँ यसले नबेचेर यो एरियामा आएर चाहिँ बेच्ने चाहिँ हुँदैन है। यो एरियामा चाहिँ यो एरियामा सेल गरेको स्टकहरू चाहिँ यहाँनिर रिस्क लिने सानै छ भने त 2.16%को रिस्क छ भने चाहिँ रिवार्ड त राम्रो छ। 8%को रिवार्ड त देखिन्छ नि त। यस्तो पोइन्टहरूमा चाहिँ ट्रेड लिने जोन भने चाहिँ यस्तै पोइन्ट हो, यस्तै पोइन्टमा ट्रेड लिँदा हुन्छ। यो भएर भोलि हाइड्रो इन्डेक्स हाइड्रो सेक्टरमा फल देख्यो भने पनि उता इम्प्याक्ट त यसको इम्प्याक्ट त उता नेप्सीमा पनि भइहाल्छ। ठिकै छ नि त, यो हाइड्रो फल हुँदाखेरि पनि अरू कुनै सेक्टर त चल्छ नै, सेक्टर रोटेसन भएर नै चलिरहेछ। त्यस्तो भयो भने पनि इन्डेक्सले चाहिँ अब अस्तिको लो यदि फलै हुन्छ हाइड्रोले गर्दा इन्डेक्स नै तल तान्छ भने पनि ठिक छ, यो एरियाहरूमा तान्यो भने पनि यस्तो यो 2600लाई नै ब्रेकडाउन गरेर तल जाला जस्तो चाहिँ लाग्दैन मलाई अहिले होइन। अब मिलाएर प्रफिट भएको उहरू चाहिँ स्टकहरू चाहिँ म्यानेज गर्नु होला, छैन भने पनि अब होल्ड नै बस्नुहोस्। अब यो पोइन्टमा आएर चाहिँ अहिले होल्ड गरेर बस्ने एउटा रेन्ज, एउटा स्पेसिफिक रेन्ज चाहिँ हुनै पऱ्यो नि। यो भने चाहिँ एकदम डिमान्ड जोनको नजिकै छ, यस्तो पोइन्टमा बेचेर मार्केटबाट एक्जिट लिनुभन्दा यो एरियामा चाहिँ फ्रेस बाई गर्नु फ्रेस अब अस्ति प्रफिट बुक नगर्नु नसकेकोहरूले चाहिँ अब वेट एन्ड वाच नै गर्ने होइन। नयाँ एन्ट्री लिन्छु रिक्स लिन्छु भन्नेहरूले चाहिँ रिक्स नै लिने, यही ठाउँमा रिक्स लिने। हाम्रो स्टप लस पोइन्ट चाहिँ यही नै हुन्छ, 2605को स्टप लस राख्ने। अनि हाम्रो टार्गेट भनेको चाहिँ यही 2720 2750को एरियामा चाहिँ अब यहाँनिर चाहिँ रिक्स म्यानेज गर्ने। अब त्योभन्दा माथि 2750 भन्दा माथि 2745 2770को एरियाभन्दा माथि चाहिँ बुलिस क्यान्डल बार क्लोजिङ दिन्छ भने त्यसपछि हामीले नेक्स्ट टार्गेट यहाँ राखेर यो 2860देखि यो 2940को यो एरियाको लागि टार्गेट राखेर काम गर्न सकिन्छ। ल आजको लागि चाहिँ यही नै हो होइन। तपाईँहरूको कुनै स्टकहरूको एनालिसिस चाहिएको छ भने चाहिँ ल यसमा कमेन्ट गर्नु होला तपाईँहरूले होइन। म त्यही अनुसार चार्टहरू एक्सप्लेन गरेर म भिडियो अपलोड गरिदिनेछु। हस् त, धन्यवाद।